मलेसियामा लागू हुन लागेको ईपीएफ विदेशी कामदारहरू जस्तै नेपाली कामदारहरूलाई पनि अनिवार्य रूपमा तलबको 2% योगदान गर्नुपर्छ। ईपीएफ कर्मचारी सञ्चय कोष भनेको एउटा अनिवार्य बचत योजना हो जुन तपाईको र तपाईको रोजगारदाताको तर्फबाट मासिक रूपमा केही प्रतिशत रकम जम्मा गरिन्छ। सेवानिवृत्त, जीवन आपतकालीन अवस्था वा देश फर्किँदा लिन सक्ने गरी सुरक्षित राखिन्छ। नयाँ नियम अनुसार मुख्य बुँदाहरू यस प्रकारको रहेको छ। लागू मिति अक्टोबर 2025 बाट नोभेम्बर 2025 मा जम्मा हुन सुरु। योगदान दर 2% कर्मचारीबाट प्लस 2% रोजगारदाताबाट, कुल 4% प्रत्येक महिनाको तलब अनुसार। अब यो नियम कस्तो कस्तो कामदारमाथि लागू हुन्छ भन्दाखेरि सबै वैध राजधानी र मलेसियन अध्यागमन विभागबाट जारी गरिएको रोजगार पास भएका गैर मलेसियन कामदारहरू, घरेलु कामदार बाहेकको यो सबै कामदारहरूमा लागू हुनेछ। अब धेरै जनाको मनमा यो क्वेशनहरू खेलिरहेको होला, यो एपीएफ को पैसा फिर्ता कहिले पाइन्छ, एपीएफ पैसा फिर्ता लिन मिल्ने अवस्थाहरू के छ भन्दाखेरि अब यसमा हेर्नुस्। नम्बर 1 मा छ मलेसिया अस्थायी रूपमा छाड्दा। नम्बर 2 कामको अवधि समाप्त भएपछि देश फर्किँदा। नम्बर 3 ईपीएफ खाता बन्द गर्ने चाहेमा उचित प्रक्रिया पूरा गरेर। अब यो सबै गर्ने माथिको 3वटा प्रक्रिया पूरा गर्ने कति समयपछि फिर्ता पाउँछ भन्ने पैसा, त्यसको पनि मनमा शंका होला। अब कति समयपछि पैसा फिर्ता पाउँछ भन्दाखेरि अब धेरै जसो साथीहरूलाई को मनमा यो कुरा खेलिरहेको होला, अब मेरो त 6 महिना मात्रै छ घर जान, 1 साल मात्रै छ, मैले चाहिँ कसरी फिर्ता पाउने त, यो 6 महिना 1 सालसम्म राखेको पैसा फिर्ता पाउँछु कि पाउँदिन। त्यसको खण्डमा भनेको तपाईले जब मलेसिया छाड्ने निश्चित निर्णय गर्नुहुन्छ, जस्तै 1 वर्षपछि फर्किने योजना, त्यति बेला ईपीएफ खातामा जम्मा भएको रकम फिर्ता लिन सक्नुहुनेछ तपाईहरूले। फिर्ता प्रक्रियामा सामान्यतः 2 देखि 3 महिना लाग्न सक्छ। सबै कागजात सही भएमा 2 महिनादेखि 3 महिनासम्म लाग्न सक्छ पैसा फिर्ता पाउनलाई। अब त्यो पैसा फिर्ता लिन के चाहिन्छ त? पासपोर्टको प्रतिलिपि, रोजगार समाप्त भएको प्रमाण, टर्मिनेसन लेटर वा भिसा एक्सपायर प्रुफ, ईपीएफ खाताको प्रमाण, देश फर्किन लागेको प्रमाण, फ्लाइट टिकट, एक्जिट स्टाम्प आदि। अब धेरै जसोको मनमा यो पनि सवालहरू उब्जिराखे होला कि म 6 महिना अथवा 1 सालमै जान्छु भने यो पैसा फिर्ता हुन्छ कि हुँदैन। यदि कोही 1 वर्षमै फर्कियो भने पैसा फिर्ता पाउन सकिन्छ।